हेलो हाई एभ्रिवान। अब आजको क्लासमा हामीले चाहिँ यो एउटा म्याथको फ्याक्टोरियल रिलेटेड क्वेसन गर्छौँ, जुन चाहिँ यो केएमसी कलेज बागबजारको फर्स्ट टर्ममा सोधिएको थियो है। यो क्वेसन के रहेछ भने द भ्यालु अफ 500 फ्याक्टोरियल डिभाइडेड बाई 250 फ्याक्टोरियल इज है। अनि यसमा अप्सनहरू दिएको थियो। अप्सनहरू के छ भने अप्सनहरू मैले यहाँ लेखिहालेँ। अप्सनहरू थियो यहाँ 250 टू पावर 250 इन्टु 1 इन्टु 3 इन्टु 5 इन्टु डट यो भ्यालु थियो हाम्रो 499 अनि डिभाइडेड बाई 250 फ्याक्टोरियल। यो अप्सन नम्बर ए हो हाम्रो है। त्यस्तै अप्सन नम्बर बी थियो 2 पावर 250 इन्टु 1 इन्टु 3 इन्टु 5 इन्टु डट 499 सम्म। अप्सन नम्बर सी थियो। अप्सन नम्बर सी चाहिँ बी को सेम टू सेम कपी थियो, तर मैले त्यो अप्सनलाई चेन्ज गरेर 2 पावरमा यहाँ 125 बनाइदिएँ। बाँकी यो सेम टू सेम राखेँ 1 इन्टु 3 इन्टु 5 इन्टु डट 499 सम्म है। ल र अप्सन नम्बर डी थियो यहाँ 2 टू द पावर 2500 इन्टु 1 इन्टु 3 इन्टु 5 इन्टु डट 499 सम्म र डिभाइडेड बाई यहाँ थियो 250 फ्याक्टोरियल कि 2500 फ्याक्टोरियल थियो है। ल अब यो क्वेसनको सोल्युसन गर्नलाई हामीले के गर्छौँ भने क्याल्कुलेटर प्रेस गरियो भने एक त यत्रो ठुलो भ्यालु यो हुन्छ भने यो क्याल्कुलेटरले एन्सरै दिँदैन सल्भ गरेर है। यो कम्प्युटरमा सल्भ गर्यो भने सल्भ गरेर दिन्छ, क्याल्कुलेटरमा त यो सल्भ गरेर मिल्दैन सल्भ गर्नलाई हैन, सल्भ गरेर दिँदैन क्याल्कुलेटरले भनौँ। सो यसलाई अब हातले अब यसरी म्यानुअली सल्भ गर्दा हातले सल्भ गर्दा के कसरी यसको सोल्युसन गर्ने हो त्यो चाहिँ सिक्छौँ अहिले। तर यसको लास्टमा म चाहिँ सर्ट ट्रिक पनि यसको बताउँछु है। पहिले यसको लङ मेथड हेरौँ हामीले, यसको लङ मेथड अथवा क्लासिकल मेथड पहिला यसको हेरौँ हामीले है। ल मैले यहाँबाट सोल्युसन लेखेँ। यहाँ कति रहेछ भने 500 फ्याक्टोरियल डिभाइडेड बाई 250 फ्याक्टोरियल 500 फ्याक्टोरियल डिभाइडेड बाई 250 फ्याक्टोरियल है। अब त्यसपछि हामीले के गर्छौँ भने यो 500 फ्याक्टोरियललाई पालै पालो 1 2 3 4 5 गरेर 500 सम्म लेख्छौँ। मिन्स यो पछिको स्टेप मैले यतापट्टि लेखेँ अथवा तल लेखौँ न। 1 इन्टु 2 इन्टु 3 इन्टु डट यो कहाँसम्म जान्छ 500 सम्म जान्छ। यो कहाँसम्म जान्छ 500 सम्म जान्छ हो। यसमा 1 2 3 4 5 6 7 8 9 टोटल 500 वटा टर्म्स छ। कतिवटा टर्म्स छ 500 वटा टर्म्स छ यसमा, अथवा 500 डिफ्रेन्ट नम्बर छ यसमा। अनि यो फ्याक्टोरियल हट्छ, यो मल्टिप्लाई कन्टिन्युअस मल्टिप्लाई गरिदियो भने फ्याक्टोरियल हट्छ। डिभाइडेड बाई 250 फ्याक्टोरियल हो भनेपछि यो 250 फ्याक्टोरियल नै तत्काल राखौँ, यसलाई चेन्ज नगरेर तत्काल यसलाई यतिकै राखेँ मैले है। त्यसपछि म के गर्छु भने यहाँबाट यो 1 2 3 डट गर्दै मल्टिप्लाई अप टु 500 सम्म छ भने यो यसमा चाहिँ 250 वटा मानौँ न। मैले यहाँ फोर रफ मैले बताएँ 1 2 3 यो डट मैले 10 सम्म लेखेँ, यो हो 10 सम्म लेखेँ। यसमा कतिवटा इभेन्ट टर्म होला र कतिवटा आउट टर्म होला। यसमा 5 वटा इभेन्ट टर्म होला। इभेन्ट टर्म कतिवटा होला 5 वटा होला र आउटको टर्म्स कति होला 5 वटा होला, हो कि होइन। 1 देखि 10 सम्म इभेन्ट टर्म्स 5 वटा, आउट टर्म्स 50 वटा। 1 देखि 100 गऱ्यो भने इभेन्ट टर्म्स 50 वटा, आउट टर्म्स पनि 50 वटा, कन्फर्म। र 1 2 देखि मैले 1000 गरेँ भने 500 इभेन्ट टर्म्स, आउट टर्म्स 500, क्लियर। अब मानौँ 1 to 500 मात्रै मैले गर्यो, 1 to 500 मात्रै मैले गरेँ भने यहाँ 250 वटा इभेन्ट र 250 वटा आउट टर्म्स हुन्छ, यो कन्फर्म हो। ल यति पहिला हामीले बुझ्यौँ भने अब यहाँ 250 वटा आउट टर्म्स एकचोटि लेख्छौँ र 250 वटा इभेन्ट टर्म्स एकचोटि लेख्छौँ है। ल यो मैले मेटिहालेँ, यसको काम छैन, यो मैले मेटिहालेँ, यो बुझाइहालेँ मैले हो। ल अब यहाँबाट यो आउट टर्म्स एकचोटि र इभेन्ट टर्म्स एकचोटि भन्नाले 1 3 5 डट यसको लास्टमा आउट टर्म्स मात्रै लेखियो भने 499 र इभेन्ट टर्म्स लेखियो भने मल्टिप्लाई 2 मल्टिप्लाई 4 मल्टिप्लाई 6 मल्टिप्लाई डट यो मल्टिप्लाई कहाँसम्म जान्छ 250 सम्म होइन 500 सम्म जान्छ, यो सबै इभेन्टवाला है। ल अब यो तल कति लेख्न मिल्छ भने यो आउट टर्म्सबाट सबै आउट टर्म्सबाट हामीले 2 कमन गरौँ, 2 कमन गरियो भने यो तल 250 फ्याक्टोरियल नै हो है। ल अब यो सबै आउट इभेन्टबाट 2 कमन गऱ्यो भने 2 कमन गऱ्यो भने यहाँ 1 मल्टिप्लाई 2 मल्टिप्लाई 3 मल्टिप्लाई 4 मल्टिप्लाई डट यहाँ
यहाँ 2 कमन गऱ्यो भने 1, यहाँ 2 कमन गऱ्यो भने 2, यहाँ 3, यो 4, 5, 6 र 50 500 सम्मकोमा 250 आउँछ हो, मल्टिप्लाई बाई 250। त्यसपछि यो अडवाला टर्म्स हाम्रो बाँकी छ, मल्टिप्लाई अडवाला टर्म्स अब 1 3 5 डट 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 यो कहाँसम्म जान्छ, यो मल्टिप्लाई 499 सम्म जाने हो र तल 250 फ्याक्टोरियल, तल 250 फ्याक्टोरियल हो। ल अब यति पछि हामीले के गर्छौँ भने जुन यो 1 2 3 मल्टिप्लाई गर्दै गर्दै लास्टमा जुन 250 सम्म छ नि हो, यो भनेको 250 फ्याक्टोरियल हो। यो कति हो, 250 फ्याक्टोरियल। मानौँ 10 फ्याक्टोरियल भनेको कति, 1 मल्टिप्लाई 2 मल्टिप्लाई 3 मल्टिप्लाई अप टु 10। सो 250 फ्याक्टोरियल भनेको कति, 1 मल्टिप्लाई 2 मल्टिप्लाई 3 मल्टिप्लाई 4 मल्टिप्लाई 5 मल्टिप्लाई अप टु 250। सो यो यसरी लेख्यौँ हामीले 250 सम्म, र यो 250 फ्याक्टोरियल डिभाइडमा त पहिले देखियो हो। सो यो 1 मल्टिप्लाईदेखि यो 250 सम्मको मल्टिप्लाई, 1 देखि 250 सम्मको कन्टिन्युअस नेचुरल नम्बरको प्रोडक्टकोलाई हामीले 250 फ्याक्टोरियल भन्न सक्छौँ। सो यसलाई अब योभन्दा तलको स्टेपमा यो ब्राकेटलाई हामीले कति लेखिदिन्छौँ, 250 फ्याक्टोरियल। अब एकचोटि म क्यामेरामा चेक गरौँ है, यो सबै आयो कि आएन, आएन भने के अलिकति क्यामेरा मिलाउनु पऱ्यो, आएको रहेछ, ठिक छ। अनि योभन्दा तल अझै अब लेख्न सक्छौँ हामीले। योभन्दा तल के लेखिहाल्यो भने यो 2 को 2 हुने भयो, मल्टिप्लाई यो 1 मल्टिप्लाईदेखि 250 सम्म कति हो, यो 250 फ्याक्टोरियल, मल्टिप्लाई कति हो 1 × 3 × 5 × 7 × डट डट कतिसम्म हो, यो 499 सम्म हो, डिभाइडेड बाई कति हो, यो 250 फ्याक्टोरियल, 250 फ्याक्टोरियल। ल यो 250 फ्याक्टोरियल र यो 250 फ्याक्टोरियल हामीले कट गर्न मिल्छ हो, भने के बाँकी, यहाँ 2 मल्टिप्लाई यो 2 कतिवटा कमन आउँछ, यो त फेरि बिग्रियो नि त, यो 2 यहाँबाट कतिवटा 2 कमन आउँछ, एउटा 2 दुईटा 2 तेस्रो 2 चौथो 2 गर्दा गर्दै टोटल 250 वटा इभेन टर्म्स हो भने 250 वटा 2 कमन आउँछ, 250 वटा 2 कमन आउँछ। सो यो 2 टु द पावर 252 लेख्ने हो, यो 2 टु द पावर कति लेख्ने हो, यो 2 टु द पावर कति लेख्ने हो, यहाँ 250, यहाँ 2 टु द पावर कति लेख्ने हो, 250 वटा इभेन टर्म्सबाट 2 कमन आउँछ। 2 पावर 250 किन लेख्यौँ हामीले, किनभने यो एउटा टर्म दुईटा टर्म तेस्रो टर्म टोटल यहाँ 250 वटा टर्म्स छ, टोटल 250 वटा टर्म्स छ। सो 250 वटा 2 कमन आउँछ हो, सो 2 पावर 250 लेख्यौँ हामीले। ल अब यो क्यान्सल गर्न मिल्यो, देन के बाँकी भयो, 2 टु द पावर 250 इन्टु 2 पावर 250 इन्टु 1354999। यसलाई एकचोटि यतापट्टि लेखौँ न, यसलाई एकचोटि यतापट्टि लेखिहालौँ, यो पछिको स्टेप यतापट्टि लेखिहालौँ मैले। अब यो के बाँकी हुने भयो, 2 टु द पावर 250 इन्टु 135 डट 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 यो 499 सम्म छ, यो 499 सम्म छ भने यो अप्सन कुन अप्सनसँग म्याच गर्दो रहेछ, अप्सन नम्बर बी सँग म्याच गर्दो रहेछ भने यसरी यो बी नम्बर हामीले टिक गर्छौँ एन्सरमा हो। यति क्लियर छ। ल यति पहिला भिडियो पज गरेर नोट गर्दै गरौँ, एकछिनमा यो मेटिहालेँ अनि त्यसपछि यसको सर्टकट ट्रिक गराएँ मैले, यो मेटेर मैले यसको सर्टकट ट्रिक गराएँ है। ल यो 2 को पावर 250 क्लियर छ नि मजाले, एउटा 2 कमन आउँछ, दुईटा 2 तेस्रो 2, यहाँ टोटल 3वटा टर्मबाट 2 कमन आयो भने 2 पावर 3 कमन लेख्छौँ बाहिर, तर यहाँ टोटल 250 वटा इभेन्ट छ, कतिवटा इभेन्ट टर्म्स छ, 250 वटा इभेन्ट टर्म्स छ। सो 2 चाहिँ कतिवटा 2 कमन आउँछ, 250 वटा 2 कमन्स आउँछ, मिन्स यो एक स्टेपमा यसलाई यसरी पनि लेख्न मिल्छ बढाएर अलिकति, 2 मल्टिप्लाई 2 मल्टिप्लाई 2 मल्टिप्लाई अप टु 250 टाइम्स, त्यसपछि यो स्टेप गर्दा हुन्छ हामीले हो। यो यसरी गरेर यो अप्सन नम्बर बी टिक लगाएर सकौँ है। ल यति भिडियो पज गरेर नोट गरौँ, म मेटेर यसको सर्टकट ट्रिक गराएँ है। ल यो मैले मेटिहालेँ। ल अब यही क्वेसनको सर्टकट ट्रिकमा मैले के सिकाउँछु भने यहाँ 2n फ्याक्टोरियल डिभाइडेड बाई n फ्याक्टोरियल, यहाँ मानौँ 2n फ्याक्टोरियल छ डिभाइडेड बाई n फ्याक्टोरियल छ भने यसको भ्यालु हुन्छ हामीसँग, यो सर्टकट ट्रिक है, यसको भ्यालु हुन्छ 2 पावर n मल्टिप्लाई 135 डट 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 अप टु 2n माइनस 1 टर्म्स, 2n माइनस 1 टर्म्स है। फर इक्जाम्पल यहाँ भनौँ न, यहाँ 5 ल
50 डिवाइडेड बाई 25 50 फ्याक्टोरियल डिवाइडेड बाई 25 फ्याक्टोरियल यसको डबल छ यसको डबल छ भने 2 पावर जसको डबल छ नि यो एउटा n हो अर्को 2n हो भने 2 को पावरमा n ल्याउनु पर्यो है त्यसपछि 1 मल्टिप्लाई 3 मल्टिप्लाई 5 मल्टिप्लाई डट 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 कतिसम्म लानु पर्यो जुन 2n छ त्यसमा -1 कम 1 सम्म यसमा 1 कम सम्म ल्याउनु पर्यो मिन्स 50 - 1 49 सम्म लानु पर्यो हो ल सो यो ट्रिक अप्लाई गरेरै त्यो एन्सरको अघिको क्वेसन त त्यतिकै मार्क गर्न मिल्छ नि त तर मैले पुरै त्यो फुल मेथड सिकाएको मात्रै हो अब यो 50 फ्याक्टोरियल भन्दा नि यसलाई चाहिँ 1000 फ्याक्टोरियल डिवाइडेड बाई 500 फ्याक्टोरियल गरौँ भने यो 2 पावर कति हुन्छ एन्सर 500 1 मल्टिप्लाई 3 मल्टिप्लाई 5 मल्टिप्लाई डट 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 यो जान्छ 999 सम्म हो ल यसरी गरेर अब यसको यो दुईटा क्वेसन मैले होमवर्कमा लेखेँ यो होमवर्कको चाहिँ एन्सर कमेन्टमा गरौँ यो होमवर्कको एन्सर कमेन्टमा लेखौँ म त्यति बेला चेक गरौँ ल यहाँ कति लेखौँ भने एउटा चाहिँ 2000 फ्याक्टोरियल डिवाइडेड बाई 1000 फ्याक्टोरियल लेखौँ एउटा यसको एन्सर भनौँ कमेन्टमा है र अर्को चाहिँ यो 2m भनेको मिलियन m भनेको मिलियन 2 मिलियन बाई 1 मिलियन फ्याक्टोरियलको एन्सर पनि कमेन्ट गरौँ अझै क्वेसन नम्बर 3 गर्नु छ भने अब यहाँ 2k फ्याक्टोरियल डिवाइडेड बाई 1k फ्याक्टोरियल तर यो के भनेको 1000 के भनेको 1000 m भनेको मिलियन मिलियन भनेको 10 पावर 6 है 1 मिलियन भनेको 1 × 10 पावर 6 2 मिलियन भनेको 2 × 10 पावर 6 2k भनेको 2 × 1000 1k भनेको 1 × 1000 है ल यसरी यो एउटा सर्टकट ट्रिक हामीले फ्याक्टोरियल रिलेटेड क्वेसन हामीले भ्यायौँ सक्यौँ हो ल अब यसमा केही कतै केही बुझिएन भने कमेन्टमा सोधौँ कमेन्टमा देन म रिप्लाई गरौँला आसपास अनि यति चाहिँ यो रिप्लाई यति चाहिँ केही डाउट भयो भने अब कमेन्टमा सोधौँ म त्यहाँ रिप्लाई गरौँला अनि त्यसपछि यो सबै यो भिडियोहरू आफै आफ्नो साथीहरूमा टन्नै सेयर गर्नु पर्यो सबैजनाले मिलेर लाइक गर्नु पर्यो सब्स्क्राइब गर्नु पर्यो भिडियोलाई म्याक्सिमम सेयर गर्नु पर्यो म्याक्सिमम लाइक कमेन्ट गर्नु पर्यो त्यही हो कि कुरो ल अब बिस्तारै बिस्तारै हाम्रो फिजिक्स केमिस्ट्री म्याथ सबैको भिडियो आउँछ आज यो म्याथको भयो अस्ति मैले फिजिक्सको हालिदिएको थियो एउटा अब बिस्तारै फिजिक्स केमिस्ट्री म्याथ पर डे आउँछ सबै भिडियोहरू ल आजको लागि यति नै टिल देन सबैलाई बाई बाई टेक केयर